Good morning guys, good morning. आजको भ्लग चाहिँ यहीँ सोरुमबाट स्टार्ट भयो होइन। अब त्यही हो अघि भ्लग गर्नु भन्ने थिएँ, फेरि फोन आयो, उता आन्टीको फोन आयो, फेरि भाइको फोन आयो, अनि भ्लग गर्ने बाटोमा बोल्दै आएँ, फेरि यता निलमसँग एकछिन बोलेँ, फेरि कुरा गर्नु बोल्ने चक्करमा चाहिँ मैले भिडियो पनि टाइम पाइनँ क्या। अब घरबाट ड्युटी आउनु पनि ढिलो भइरहेको थियो, फेरि आज ड्युटी पनि के गर्नु खेल्दै हुनुहुन्न। अब टेस्टिङ सेस्टिङ गर्नु काम चाहिँ गर्नु दिँदै छैन, अब त्यो साथी पनि सुन्दै छैन होइन। अनि त्यही सोरुम आयो अघि 9 बजीतिर आइपुगेँ। सामानहरू तपाईँले जातिर त्यो सामानहरू सब भित्र हाल्छ नि त, बाहिर भएको सामान सब भित्र हाल्छ, अनि सामान निकाल्दै अनि त्यही हो। अब hope you guys are enjoying my video and hope you guys are liking my video. त्यही हो। अनि पब्जीको कन्टेन्ट बनाऊँ भनेको यो फोनमा चाहिँ तपाईँको जाइरो चल्दैन रहेछ क्या। मैले बिहान ट्राई गरेँ थिएँ, कति डेली भ्लग गरेँ, कारखानाको कामको भ्लग नयाँ भ्लग हालौँ भने बिहान ट्राई गरेको जाइरो चलेन। म फेरि जाइरो खेल्छु नि त, म नर्मल खेल्न सक्दिनँ, जाइरो छैन रहेछ। पब्जीको कन्टेन्ट हाल्नु गाह्रै थियो। साथीको फोनबाट ब्लग गऱ्यो, फेसबुक फोन पनि हिजो कहाँ भयो चाहिँ म एकतिर डान्स हाल्थेँ भने फोन मेरो तल फोनै छ। अब त्यही यो भ्लग कन्टिन्यू हुन अलिक गाह्रै हुन्छ लाइक होइन, जहाँसम्म चलाइरहेको छ। लाइक आफ्टर कपाल अफ डेज सायद भ्लग पनि हुन्छ मेरो हाम्रो बुढोले बनाउँछ स्टिलको दराज, यो सोकेस हामीले बनाएको किचन ऱ्याक, अनि त्यो 3 पिस दराज, अनि त्यो 3 पिस दराज, अनि त्यो 2 पिस भएको। प्राइस पनि तपाईँको मिलेको छ। यो 3 पिस कति छ सन्जय? यसको 20,000 3 पिसलाई, 3 पिस दराजलाई 50,000सम्म अरे, त्यसमा तल माथि भइहाल्छ। अनि प्राइस हो अब 28, 2 पिसहरू चाहिँ 28 भन्नुभएको थियो अस्ति मैले सुन्दाखेरि चाहिँ दाइले 2 पिस। अनि 2 पिस विथ ड्रेसिङ पनि थियो, त्यो पनि 25-28 भन्दै हुनुहुन्थ्यो। अनि यो 3 पिस चाहिँ 50,000, 45 to 50सम्म दिनुहुन्छ दाइले। अनि यो पनि छ तपाईँको 3 पिस विथ ड्रेसिङ होइन, यो पनि चाहिँ 50मा तल माथि डिस्काउन्ट हुन्छ। अनि यो छ मार्बल कलरको 3 पिस हो, बट ड्रेसिङ नभएको, यसमा पनि डिस्काउन्ट हुन्छ। 50 नै भनौँ न, प्रायः 3 पिस 50 घटीमा बेच्यो भने अलिक घाटै हुन्छ कि 50मा तल माथि गर्न सकिन्छ होइन।
लगानी पनि त्यस्तै हुन्छ नि त इनर माइका हुन्छ भित्र माइका हुन्छ यो चाहिँ कस्ट हुन्छ भने 3 पिसहरूको चाहिँ भित्र माइका भनेको पनि तपाईँको भित्र पनि टालेको हुन्छ क्या के हो यो टाइम खोल्नु के हो कस्टमरले बोल्नु चाहियो भने कहाँ पर्दैन नि अब यस्तो पेस्टिङ हुन्छ नि भित्र पनि 3 पिस लगाएको हुन्छ चाहिँ त्यही हो अहिले नबिकेर नानीको सामानहरू हालिँदा ठिक छ प्राइस अफ त्यही मार्बल कलर छैन यो मार्बल भएर पनि यो चार्जहरू के भएको टाइपमा इनरमा टेस्टिङ हुन्छ भित्र सानो घरमा भनेको तपाईँको पैसा राख्ने होइन अनि नेक्स्ट कुरा तपाईँहरूले अब कुनै सामान मन पराएको छ कतै भन्यो भने हामीलाई भनिदिनुहोस् हामी बनाइदिन्छौँ लाइक त्यो तल पोसाइन्छ क्या त्यो जो चाहिँ 2 पिस डरा चाहिँ यो 2 पिस डरा त्यो पनि त इनरमाइट टेस्टिङ नै होला यो पनि इनरमाइट टेस्टिङ नै त्यही हो अनि त्यो चाहिँ 2 पिस ड्रेसिङ भनेको थियो नि मैले तपाईँहरूलाई यो चाहिँ यताको अर्को पार्ट हो यताको अर्को पार्ट हो कम्बाइन भएर चाहिँ एउटा सिङ्गल पिस हुन्छ क्या अनि यताको तपाईँको ड्रेसिङ भएको अब केटीहरूलाई यसो मेकअप सेकअप गर्नलाई चाबीहरू यस्तो हुन्छ है भित्र पनि टेस्टिङ होइन त्यही हो गाइस मन पऱ्यो भने किन्न आइदिनु होला हाम्रो लोकेसन चाहिँ भद्रपुर रोड सिद्धार्थ ब्याङ्कको साइडमा अनि तपाईँको त्यो कुनै नाम्बी ब्याङ्कको अगाडि एउटा सेतो मार्बलमा रहेछ सेम भित्रमा टेस्टिङ होइन डिजाइनमा त फरक अनि त्यही हो गाइस मैले उसी काठमाडौँतिर जान्छु के कस्तो चल्नु त्यति हो फर्स्ट भिडियो भइरहेको